तपाईँ युट्युब च्यानल खोल्न चाहनुहुन्छ तर जिमेल एकाउन्ट कसरी बनाउने थाहा छैन। आज म तपाईलाई 2 मिनेटमै बिजनेस जिमेल एकाउन्ट कसरी खोल्ने स्टेप बाइ स्टेप प्रोसेस देखाउने छु। सबैभन्दा पहिला तपाईले जिमेल एप ओपन गर्नुस्, त्यसपछि यहाँ ओके थिच्नुस् अनि एड अनदर जिमेल एड्रेस लेखेको छ यहाँ, यसलाई क्लिक गर्नुस्। त्यसपछि माथि गुगलमा जानुस् अनि यहाँ क्रिएट एकाउन्ट लेखेको छ साथीहरु, यहाँ सबैभन्दा तल यसलाई क्लिक गर्नुस् अनि यहाँ सेकेन्ड नम्बरमा क्लिक गर्नुस् अनि तपाईले आफ्नो नाम फिल गर्नुस्। त्यसपछि सरनेम अप्सनल छ, यदि राख्न नचाहेपछि नराख्न सक्नुहुन्छ। त्यसपछि नेक्स्ट क्लिक गर्नुस्। फेरि डेट अफ बर्थ सिलेक्ट गर्नुपर्छ यहाँ। सबैभन्दा पहिला तपाईले जेन्डर सिलेक्ट गर्नुस्। यहाँ फिमेल भएपछि फिमेल अनि मेल भएपछि मेल अनि इयर सिलेक्ट गर्नुस्, कति साल हो अनि मन्थ सिलेक्ट गर्नुस् अनि कति हो त्यो सिलेक्ट गर्नुस्। फेरि नेक्स्टमा क्लिक गर्नुस्। यति गरिसकेपछि कुन नामबाट तपाईँ युट्युब च्यानल बनाउँदै हुनुहुन्छ अथवा कुन नामबाट तपाईँ बिजनेसको नाम छ त्यो अनुसारले तपाईँ नाम सिलेक्ट गर्नुपर्ने हुन्छ। एक्जाम्पलको लागि नेक्स्ट गर्नुस्। त्यसपछि यहाँ तपाईले स्ट्रङ पासवर्ड राख्नुपर्छ है। एक्जाम्पल सानो एबीसीडी ठुलो एबीसीडी 1-2 नम्बर र ## यस्तो मिलाएर तपाईले पासवर्ड राख्नुस्। यस आई एम लेखेको छ यहाँ नजिकै, यसलाई क्लिक गर्नु होला। यति गरेपछि तपाईको नेक्स्टमा दबाउनुस् अनि यहाँ नजिकै टर्म एन्ड कन्डिसन आउँछ साथीहरु, यहाँ एग्री गर्नुपर्छ। यति गरेपछि तपाईको जिमेल एकाउन्ट रेडी भइसक्यो। यहाँ तपाईले देख्न सक्नुहुन्छ सबैभन्दा तल